Hello guys, good morning. सबैजनालाई मेरो नयाँ भ्लगमा फेरि वेलकम छ त वेलकम ब्याक टु माई न्यू भ्लग। म चाहिँ फेरि सेट हामी चाहिँ अब ड्युटी जानु लाग्यो। जुत्ता म युनिफर्म लगाइसक्यो, अब जुत्ता लगाउन बाँकी छ। कहाँ कुन हो म जाने। ए इधर आओ, ये फेरि हिँड्थ्यो। कैसा है ये नॉल पकड़ो, ऐसे वीडियो बनाओ ओके। मेरे को देख रहा है वैसे वीडियो बनाओ ओके। अनि के छ केटाकेटी नयाँ नौलो खबर। मेरो त यस्तै छ, बेलुका 5 बजे आयो, बिहान 8 बजे गयो ड्युटी। यस्तै छ है, के गर्नु। कभरोल चाहिँ भएन कि यो चाहिँ भएन कि खबर नि फेरि लास्टै जगल्टे भयो। सेट मेरा है अर्कै जुत्ता लगाइदिए। सेट हो मेरो खुट्टामा ड्याम बुट भन्नु हुन्थ्यो, क्या नि छैन। काम गर्ने बुट हो यो है। म चाहिँ अहिले रसल क्याम्पतिर छु है। अस्ति अबुधाबीतिर थियो, अबुधाबीबाट कम्पनीले यतातिर पठाइदियो है। यता काम भएर म चाहिँ अबुधाबीमा ट्यागको क्लिनिङ काम गर्थ्यो भने यता चाहिँ म अहिले लाइट लगाउने काम गर्दैछु। किनभने भाडा त ठड्ला ठुलुङ गरेर त गाइजहरू। हामी चाहिँ रसल क्याम्पतिर छ अहिले होइन। गाइजहरू चाहिँ अबुधाबीबाट हामी 2 जना मात्र आएको थियो यता। तन्न लाउन नि आउँदैन। हाम्रो ड्युटी चाहिँ टक्क 8 बजेबाट, हाम्रो ड्युटी चाहिँ टक्क 8 बजेबाट के भन्छ 5 बजेसम्म हो। म त गएँ, उनीहरू आउँदै गर्छ। यो चाहिँ हाम्रो खाना हो, हामी 3 जनाको खाना। यो रसल क्याम्पबाट नि सिटीबाट नि खै के हो, यो सिटी हो कि के भन्ने गाउँ जस्तो छ यो ठाउँ होइन। कुरा नि गराउँछ अरे, अहिले कुरा गराउँछ। गाडी आइसक्यो चाहिँ। कपाल चाहिँ डेन्जर लामो भाइ। सेट अब विदेश आएर प्रगतिको नाममा यही एउटा कपाल लामो भएको, केही छैन। जस्तो त्यस्तो यस्तो छ। सुन्नुभयो कुखुरा कराएको यस्तो छ यो। तरकारी खेती नि गराए यो त। उँडहरू पाल्ने ठाउँ छ। उँडहरू खै उँडकै त्यही भगारको छेउमा बनाए तरकारी खेती। हाम्रो गाडी आइसक्यो। यता चाहिँ मार्केटहरू नि लास्टै टाढा पर्छ कि लास्टै। लगती है लास्ट सिटमा म अब यहाँबाट ट्याक्क भ्यू देखाउँदै जान्छु। धेरै भयो मैले भ्लग नबनाएको, त्यही भएर यसो आज बनाइदिउँ कि भनेर जोस चलेर होइन भ्लग बनाउने आँट गरेको छु। अब उता साइडमा गएर के हुन्छ, बनाउन मिल्छ कि मिल्दैन है, म अब देखाउँछु। सबै आइसक्यो है, सबै आइसक्यो। अब म यहाँबाट भ्यू देखाउँदै जान्छु। यस्तो है सबै पुरै मस्जिद हो। हामी
काम गर्ने होटल चाहिँ यस्तो बवाल छ, यस्तो बवाल छ, यस्तो बवाल छ, यस्तो खतरा स्ट्यान्डर्ड छ पुरै के भन्छ राजाको दरबार जस्तो छ कि महल यस्तो बवाल छ। म देखाउँछु है उता गएपछि यस्तो छ भ्यूहरू। उता उड्या देखेन सेट हाम्रो यो बोट देख्दा मलाई होइन हाम्रो गाउँतिरको काफल बोट जस्तो लाग्यो यो। कस्तो छ ठ्याक्कै काफलको बोट जस्तो झ्याम्म परेको छ। ल म चाहिँ उता पुग्नै लाग्ने बेलामा भिडियो स्टार्ट गर्छु। उता बाटो नि खतरा छ यो पुरै। त्यो एरिया चाहिँ पुरै कुइरीहरू बस्ने रहेछ। त्यो यस्तो बवाल छ त्यो एरिया चाहिँ म देखाउँछु है त। ल आवाज चाहिँ यता पुरै कुइरीहरू बस्ने एरिया आइपुग्यो। यस्तो उनीहरूको एरिया छुट्टै हुन्छ। हामी आएको ठाउँको होइन एरिया पुरै कस्तो हुन्छ नि त्यो अलिकति कस्तो थियो नि त। अनि यो ठाउँ हेऱ्यो नि कस्तो छ यो छुट्टै छ यो एउटै ठाउँमा यस्तो छ। हाम्रो काम गर्ने ठाउँ चाहिँ त्यो महल देख्छ त्यो महल हो त्यो पछाडिको महल यो ठुलो महल हो। अब हामीले यहाँ जस्तै काम गर्ने हुन्छ उता यस्तो कि त्यो महल हो है हाम्रो काम गर्ने। यहाँ अलि राम्रो देखिनु यतातिर प्रायः सबै कुइरीहरू बस्ने रहेछ नि प्रायः। के भन्छ त्यसलाई टुरिस्ट एरिया। हामी काम गर्नु यही महल है यो महल चाहिँ होइन यो होटेल हो। होटेल यस्तो बवाल छ कि यहाँबाट झन् भ्यू यस्तो बवाल देख्छ कि रनिङ दिइरहेको। हामी फेरि यहाँ 1 घन्टा बस्नुपर्छ। सेट यस्तो बवाल छ सर यही हो हामी काम गर्ने। यस्तो बवाल छ सेट यस्तो बवाल छ। धेरै पुरानो रहेछ यो होटेल। ल आइपुग्यो हामी। निस्किनु पर्ने हुन्छ। नभए एउटा फोटो हाल्छ केटाहरू स्मार्ट रूप यस्तो छ यो होटेल चाहिँ ट्याक्क 11 फ्लोर के भन्छ 11 फ्लोरसम्म मात्र छ यो। यहाँ चाहिँ ट्याक्क पहिल्यै लगाएर रहेछ लाइट लगाउन त तर के भन्छ फेरि त्यो एउटा दुईवटा ठाउँमा बिग्रिएर रहेछ के लाइट हामी त्यही भएर हामी चाहिँ त्यसलाई बनाउन आएको है। ड्राइभर साइबर के लगाउनु पर्छ क्या यहाँ त यस्तो बल चराहरू पनि पाउँछ यहाँ त आम्मा बवाल अब हामी यहाँ 1 घन्टै रेस्ट गर्नुपर्छ। यहाँ के अरे
यहाँ चाहिँ टक्क भित्र के भन्छ एन्ट्री चाहिँ अब 9 बजेबाट दिन्छ होइन। अनि हाम्रो चाहिँ 8 बजेबाट चाहिँ के भन्छ 8 बजे चाहिँ उताबाट आउँछ कि हामी उताबाट आउँछौँ, किनकि यता गाडी नै के भन्छ गाडी नै उज हुँदैन कि अब टाइममा आउने टाइममा जाने त्यो हुँदैन। त्यही भएर जति बेला फुर्सद भयो त्यतिखेर यता साइडमा आएर पुऱ्याइदिन्छ। त्यही भएर 8 बजे आयो, 1 घन्टा बस्यो, अनि 9 बजे आइडी साइडी उठाउँछ, अनि उठाइदियो। त्यसपछि बल्ल जाने सुपरभाइजरले त्यहाँ पुरै त्यहाँ गएर कुरा गर्छ, त्यो आइडी साइडी बुझाउने यताउता गर्छ। त्यसपछि बल्ल हामी चाहिँ माथि गएर सामानहरू ट्याक्क आफ्नो सेफ्टीहरू लगाउने, अनि त्यसपछि सामानहरू रेडी गर्ने। त्यहाँबाट फेरि रोप चाहिँ सुपरभाइजरले गरिदिन्छ, रेडी गरिदिन्छ सुपरभाइजरले। अनि त्यसपछि बल्ल ह्याङ्गिङ हुने हो। ह्याङ्गिङ हुने अनि त्यहाँबाट ट्याक्क 1-9 बजेन्जेलसम्म ट्याक्क रोपमा जाने हो। रोपमा गएपछि 1-9 बजेन्जेलसम्म चाहिँ रोपमा हो। त्यसपछि 1 बजेपछि फेरि तल झऱ्यो, खाजासाजा खायो। त्यसपछि फेरि 1 घन्टा रेस्ट हुन्छ। 1 घन्टा रेस्ट पछि फेरि रोपमा गयो। अनि त्यसपछि 5 बजे आउने हो। 5:30-5मा झर्छ। हाम्रो 2 घन्टा ओभर टाइम हुन्छ नि त, अनि त्यही भएर झऱ्यो। त्यसपछि फेरि गाडी आयो, सर रुममा जाने ड्युटी त्यस्तै हो। कतिजनाले सोचिरह होला होइन विदेश गएर यस्तो गरे अनि सोचिरह होला मेरो केटा हो लास्टै दुःख छ। यो गर्दा ठिक हुन्छ कि त्यो गर्दा ठिक हुन्छ कि जस्तो लाग्छ, के नि हुँदैन है। मैले साँच्ची भनेको प्रगतिको नाममा यही एउटा कपाल होला नत्र मान्छे जस्ताको त्यस्तै छ। अब गरिब त उहिलेदेखि नै थिएँ म, अहिले नि गरिब नै छु। गाह्रो आफ्नै ठाउँमा बरु अब केही गरेको भयो होइन, अब आफ्नै सुरले गर्न मिल्थ्यो। अब यहाँ अर्का ठाउँमा अरूको इसारामा चल्नुपर्छ। यो गर भन्यो भने यो गर्ने, त्यो गर भन्यो भने त्यो गर्ने। कहिले यता भेटिदिन्छ, कहिले उता होइन। अब पैसा भयो त ठिकै छ, पैसा भएन भने त लास्टै गाह्रो छ नि। अब सेयरिङमा बस्या हुन्छ केटाहरूसँग हामी होइन, सेयरिङमा केटाहरूसँग बस्या हुन्छ। अब पैसा उठायो, एउटा तरकारी बनाउने भाँडो, अनि अर्को चाहिँ भात पकाउने भाँडो, अनि त्यसपछि खाने भाँडो लिन्छ हामीले, यति लिन्छ। सेयरिङमा ल्या हुन्छ त्यो नि, अनि त्यही सेयरिङमा बसेकोलाई नै छुट्याइदिन्छ। त्यो एउटा भाँडो को लाने, म लाने कि ऊ पकाएर खाने, त्यस्तो बनाइदिन्छ कि यस्तो गाह्रो छ। त्यही एउटा भाँडालाई कसरी के गर्ने त होइन। त्यही भएर फेरि नयाँ नै किनेर जानुपर्ने हुन्छ। अब त्यो किन्नलाई पैसा चाहियो। अब त्यति बेला अब भनेको बेलामा पैसा हुँदैन होइन। यहाँ आएर भोग्दैछु, धेरै कुरा भोगिरहेको छु नि। घरमा आमाले पकाएको खानाहरू धेरै मिस गरिरहेको छु है। अब ड्युटीबाट आफै जाने, यत्रो थाकेर आएको हुन्छ, आफैले पकायो आफै खाने गर्दा त्यो मिठै लाग्दैन है त्यो खाना। आमाले बनाएर ट्याक्क बनाएर चरेसको थालमा ट्याक्क दिँदा, अब आमा बाबाले बनाएर दिएको खाना नखाइ होइन, घरबाट हतार पतारमा फुटबल खेल्न यता उता जान्थ्यो। अहिले त्यो खाना लास्टै मिस गरिरहेको छ। के गाह्रो कैसा है मुझसे दोस्त, गाह्रो छ गाह्रो। हामी माथि आइसक्यो। अब हार्नेस लाउनु पर्ने हुन्छ। यही हो लाउनु पर्ने, ट्याक्क लगाउने हो। सेट लोडिया गोदाले जस्तो बेली जस्तो लगायो नयाँ काम।
udah kembali udah. Ya. Ada yang gelap kartu. Dah, gelap. Bukan yang gelap. Dah bisa ya tapi. Sudah kali kita ada mau itu. ल म अब रेडी भइसकेँ म अब बाहिर गएर चाहिँ पुरा भ्यू देखाउँछु है यो बिल्डिङबाट देख्ने भ्यू देखाउँछु म मेरो सामानहरू रेडी गर्नुपर्छ म देखाउँछु यस्तो बवाल देख्छ यताबाट सिनहरू यस्तो सार बोक्यो झोला बोके कुलर यो पानी कुलर बोक्यो अनि ट्याक्क रेडी हुन्छ यस्तो बवाल देखेँ यो पछाडिको है समुद्र है यो चाहिँ यहाँ चाहिँ पुरै स्विमिङ पुल छ बवाल देख्छ यहाँ यस्तो खालको ठाउँ आधा भागमा घाम लाग्ने आधा भागमा घाम नलाग्ने भएर अलिक कस्तो देखेँ है म भरे देखाउँछु अब ह्याङ्गिङ भइसकेपछि देखाउँछु ल गाइस अब रोब हाल्छ हाम्रो चाहिँ हिजो उता काम थियो होइन उता काम थियो त्यो सक्यो अनि आज चाहिँ यता गर्ने भएर है यहाँ रोब रिगिङ गर्दैछ म त उता पो गइरहेँ यहीँबाट यस्तो बवाल भ्यू देख्छ अनि फुटबल ग्राउन्ड हो यो फुटबल ग्राउन्ड नि के हो खै के खेल्छ यो पुरै कुहिरेहरू के टुरिस्ट एरिया हो यो सब गोराहरू बस्छ यो एरियामा घरै पछि स्विमिङ पुल हुन्छ यहाँ त ट्याक्क सर खतरा छ नि सिनी बवाल छ नि यहाँ चाहिँ रोब रिगिङ गर्दैछ सुपरभाइजर ल है त म ट्याक्क रेडी भइसकेँ यो चाहिँ हाम्रो आइडी हो योबाट तल जान्छ यो आइडीबाट तल जान्छ यो हाम्रो ब्याकअप हो अब जस्तै यो फुत्किहाल्यो भने यो अड्किन्छ है यो इमर्जेन्सीमा यो सेफ्टी हाम्रो यो सिट भइहाल्यो हार्नेस यही भइहाल्यो ल अब म चाहिँ रेडी भएँ अरू चाहिँ रोप हालिरहेको छु है भ्यूहरू हेर्नु सक्नुहुन्छ ल गाइस बाई गाइस अब म जानुपर्ने हुन्छ ल अब यसको थ्रुबाट यो आइडीको थ्रुबाट सर तल जाने हो कि हामी चाहिँ ल बाई गाइस ओ केटाहरू ह्याङ्गिङ भएर माथि मजा आइसक्यो तल केटाहरू माथि यो हाम्रो काम चाहिँ खै यता हो कि यहाँ ग्राउन्ड फ्लोर भन्थ्यो अलिक तल हो कि मलाई पनि थाहै भएन है अब उनीहरू आउँछ उनीहरू आइसी बल्ल थाहा रोपमा किन आउँदैछ किन आएपछि बल्ल थाहा हुन्छ कुन ठाउँमा काम हो
कुन ठाउँमा लाइट बिग्रियो माथिबाट आउँदा यस्तरी आउनुपर्छ हाम्रो काम चाहिँ यस्तो जोड्ने यस्तोमा जोड्ने कनेक्ट गरिदिने यो कनेक्टर जोडिदिने हो त्यसपछि फेरि यो वालहरू फोरेको छ हैन वालहरू फोरेको फेरि टाल्दिने हो त्यति हाम्रो काम चाहिँ डेन्जर घामले बोल्या यार गाह्रो घामले डह्रो रन्का पैसा त्यसै नफल्ने रहेछ हजुर दाजु यो चाहिँ हामीले कनेक्टरमा चाहिँ एकमा रातो दुईमा ब्लू हाल्ने गरेछौँ गाइस घामले डह्रो रन्काएरमा तुझसे मेरा दिल दाम है मुझे गीत गाउन नि आउन यार मलाई त शिट न त कला छ न त शिव नै छ यार न त कला छ न त गला छ न त शिव नै छ जिन्दगी झाटु भएर जाने यस्तोमा छिर्दैन कि मलाई यस्तो रिस उठ्यो यहाँ आएर सबै कुरा सिकिरहेको छु बिस्तारै यस्तरी निस्किन्छ कि अब कहिले बुझ गरे पो हुने होइन ट्यागको गाउँतिर नि ट्यागको प्र्याक्टिस यसो सिप भएको भएको त्यस्तो त आँखा बन्द गरेर रन्काइदिन्थेँ मैले त के गर्नु रन्का बुद्धे रन्का राम्रो त मैले पनि सोचेकै हो अनि सुनाउनुहोस् के छ तपाईँहरूको हालखबर के गर्नु यस्तो चर्को घाममा यार घाम लाग्यो एकछिन शीतलमा बस्छु भन्दा नि पाउँदैन गाह्रो छ नि हो गाह्रो छ हाम्रो ठाउँतिर काम गरे भए त होइन अब त्यो भन्छ नि गाउँतिर अब बजेटहरू परेर बजेट पर्ने अनि बाटो बनाउने बजेटहरू पर्छ नि त्यति बेला त थाक्यो नि यसो रेस्ट गर्न पाउँछ नि होइन यसो रेस्ट गर्न पाउँछ बाटोको छेउतिर ट्याक्क त्यो बजेटको कामहरू पर्ने बेलामा अब गर्छ नि त यसो थाक्यो भने ट्याक्क छेउमा बस्न पाउँछ यहाँतिर त कहाँ पाउने हो बस्न थाल्यो भने फोटो खिचेर अफिस पठाइदिन्छ तेरो मान्छेहरू के हो यस्तो ठग्ने गाह्रो छ यता त सबै प्रुफ चाहिन्छ प्रुफ के हो कसो हो सबै होइन सब त्यही भएर मोबाइल चाहिँ अलरेडी राखिरहनु पर्छ है कस्तो नगएको यहाँ चाहिँ मान्छेहरू होइन मोबाइलहरू चाहिँ बोकेरै हिँडिरहेको हुन्छ है मोबाइल चाहिँ बोक्नै पर्ने किनकि प्रुफ चाहिन्छ नि त सबै कुरामा यहाँतिर त प्रुफ माग्छ कि अब ट्यागको सबुत भयो नि त प्रमाण भयो नि त फेरि बवाल हुने सक्दैन नि फेरि कनेक्ट भयो अस्ति गर्ने भयो यार पानी खानुहुन्छ भयो यस्तो अटा हुन्छ
यो छोड्न साथ कहाँ पुग्छ यो पैसा र पैसा आउँदैन है गरी गरी गाह्रो छ गाह्रो यस्तै काम हो पसिना डेन्जर आएर सेट के गर्ने साथी परदेशमा छु भने जस्तो हुँदैन आफ्ना ठाउँमा यार यस्तो गर्मी भएको बेलामा त अब आफ्नो गाउँतिरको लेकको पानी चिसो पानी पाएको यस्तो तातो हुन्छ तिर्खा नि मेट्दैन यार पानी खा है के खा जस्तो आफ्नो ठाउँतिरको चिसो पानी जस्तो कहाँ हुँदैन यो आफ्नो ठाउँतिरको चिसो पानी घुटलुक निल्छ त ओहो तिर्खा त एकै सर्टमा चढाम चुरुङ डेन्जर काम लाग्यो अब यहाँबाट चाहिँ वाल काट्नु पर्ने हुन्छ यो वाल काटेर यहाँसम्म फिनिस गरेपछि फेरि मैले यो वाल पुर्नु पर्ने हुन्छ यो वाललाई ट्याक्क पहिला पुट्टी भन्छ है त्यो अब के मिसाएर सिमेन्टी जस्तो हुन्छ के त्यस्तो मिसाएर ट्याक्क दिएको हुन्छ त्यो पुट्टी हान्ने हो अनि त्यो हानिसकेपछि चाहिँ यो फोहोर नि त यो कलरको जस्तो कलर छ त्यस्तै कलर ल्याउँछ क्या अनि ठ्याक्क लगाइदिने हो कि अनि ठ्याक्क म्याच हुन्छ अनि फोहोर्या हो कि नफोहोर्या हो अनि थाहै हुँदैन कि घाम लगाएर यार डेन्जर पसिना ज्यानमा सिक्दा यो एउटा हान्न सक्छु होला नि त है तपाईँले म यहाँसम्म जोडिदिन्छु यहाँ तपाईँ हान्नु म फेरि यताबाट पुट्टी हान्छु
अस्ति मलाई होइन अस्ति यो माथि लाइट लगाएको थिएँ के अरे कनेक्टर लगाएको थियो माथि अनि कनेक्टर लगाउने बेलामा लगाएर अनि तार मैले नाङ्गै छोडिदिएको थिएँ अनि त्यो नाङ्गो तारमा यस्तो यो हातले यस्तो थोको जसाङ करेर हान्दिएर सबै गइदिएर अब पानी नखाम है अब तिर्खो लाएर प्याक्क हुन्छ होइन पानी खाम पिसाब लाग्छ अनि हामीलाई यो काम नसकेसम्म खाजा खाने टाइम नहुन्जेलसम्म पिसाब फेर्न जान दिँदैन यस्तो गाह्रो छ कि सोचे जस्तो केही छैन भनेर सोचे जस्तो केही हुँदैन इधर से रेडी हो रहा है एक करके मेरा भी पुट्टी दो मैं इधर कनेक्ट कर देगा उसके बाद वो आशिक करेगा उधर से इधर मैं इधर से पुट्टी मारेगा हाँ लाइट चेक करके आंधी मैया क्यों ला आंधी मैया यसमा फेरि मैले यो चाहिँ कभर हो कि देखाएन होला है यो चाहिँ कभर हो यसको रक्षा यसरी वाल काट्नु पर्ने हुन्छ यसरी वाल काटेर ट्याक्क उता पुऱ्याएर यो वार त्यहाँबाट ट्याक्क जोडेर यो एउटै उजले पुरै लाइट जलाउने है यहाँबाट नि यसरी काटेर बनायो होइन यस्तो गर्ने यो जोड्ने हो यहाँबाट यस्तरी जोडेर उता पुग्यो ल हाम्रो चाहिँ सक्सेस भयो बत्ती बल्यो गाइड्स ल भयो हाम्रो काम चाहिँ तेरे रास्ते अपना यस्तो गऱ्यो भने शीतल हुन्छ कि शीतलो अब यताको लाइट चालू गर्छु चालू है इधर भी रेडी है लोगड़ा आवाज है उसका पास ही है बोल रहा है अब यहाँ बुट्टी लाउनु पर्छ मैले ल गाइस अब यो लगाइसकेपछि हामी खाजा खान झर्नुपर्छ छिटो भोक लाग्यो है क्या घामले दह्रो भेट्यो काम गर्ने बेला घामले दह्रो भेट्यो अहिले कामै नगरेको हेर्नु क्या ल अब हामी यहाँ खाना खान लाग्यो है हामी सक्यो काम सक्यो अब खाना खाने हो हेलो ए पूरा डाल रहा है तू जिंदा जला दूंगा मैं क्या के हो मासु हो हैन अंडा करी ए आज भी सुस्त खाऊ यस्तै खानुपर्छ जिन्दगी कस्तो खोल्न नसकेको अनि दुई हातले 1 किलो पायो खोलेको हुन्छ एउटा हातले दुई हातले के दुई हातले नसै जोडी नाखा थिनी छानेर दे हैन अब चाहिँ रुममा यो त उताबाट ल्याएको
भाइजर सुपर भाइ अभी तो दास्ता फोटो भेजी ना है वो मारी से इब्रार कौन प्रधान इब्रार नाम है छोटको भाट के लोग ना सब घल्ला से भाई सके रोले थे ना तो प्रधानो तो प्रधान वो जो छोटको भाट के लौंडे है बड़कवा हेलो कौन हेलो भाई कढ़ाई भी बना रहा है ना अपने लंबू को है अपने लंबू टेलर तो हो लंबू टेलर को है नरकुडवा यस्तो प्लास्टिकमा यार कुत्ता को जो बना होता है बेलुका खाना बनायो त्यहाँबाट फेरि बिहान प्लास्टिकमा प्याक गर्यो बताता है कि लिएर आयो साइडमा खानु बेलुका 9-10 बजे पकाएको खाना दिउँसोको 2 बजे खानुपर्छ हेलो हेलो काम सक्यो केटा हो आजको काम सक्यो आज काम सक्यो अब हामी घर जान लागेको यस्तो यार यहाँबाट यस्तो हेर्दा त आनन्द आउने क्या चट्ट भ्यू हेर्दै म एउटा कुरा अचम्मै लाग्छ यार हामी यस्तो काम गरेर होइन यस्तो डेन्जर काम गर्दा नि मा पुग्दैन है मा ऊ त्यहाँ कुहिरेहरू पुरै पौडी दिनै होइन पौडी खेल्ने दिनै पौडी खेल्दैन पौडी खेलेर पुगिरहेको सेट सायद हाम्रो हजुरबुवाहरूले पनि अलिकति हाम्रो पछिको लागि भनेर हाम्रो लागि सोचेर है यसो पैसाहरू जम्मा गरेर गरे त मनी यो ठाउँमा हुन्थेन होला हजुरबुवाहरू अब नपढेको हुने भयो के गर्ने अहिले हामीले दुःख पाएर अर्को पुरा रिल्याक्स पाएर म पुरा घाम ताप्दै पौडी खेल्दै सेट ओ गाइज अब हामी रुमतिर जान लाग्यो हाम्रो गाडी आइसक्यो है ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है सबैजनालाई माया छ जसले भिडियो हेऱ्यो है लास्टसम्म त्यसलाई चाहिँ एकदम माया छ ल गाइज बाई बाई एभ्री वान नेक्स्ट ब्लगमा भेट्नुपर्छ अब ल गाइज